साथीहरु फाइनली सबैजना सन्चै हुनुहुन्छ होला। म नि सन्चै छु। आज चाहिँ टक्क लाएर म यहाँ काठमाडौँबाट रामपुरसम्मको यात्रा छ है साथीहरु। ल यो ठाउँ चाहिँ यस्तो छ। अहिले म टक्क लाएर यता कोटेश्वरमा आएको छु। यो चाहिँ आकाशे पुल हो। टक्क लाएर यहाँबाट चाहिँ म रामपुर जाँदैछु। बाटोमा के हुन्छ म तपाईहरुलाई सबै जानकारी गराउँछु है त साथीहरु। ल जोडिदै गर्नु होला है त। भाइ साथीहरु टिकट पनि काट्यो फाइनली। टिकट काटिसक्यो। अब गाडीको अनि आइसक्यो फाइनली। अहिले चाहिँ म यहाँ रोड बाहिर छु। गाडी आइसक्यो। फाइनली गाडी आइसकेको छ है। गाडी चाहिँ गाडी चढ्यो साथीहरु। पहिला गाडीको अगाडि नदिए जस्तो के ला सिटको बन्द गर्नु रे पहाडी माथि माथि को हेरे यो के भाइ धेरै भन्नु कता हो सिट मान्छे छैन। फुटुङ टुङ टुङ चढ्नु भएछ। कता यार सिटै नचिन्ने त यस्तो छ है गाडी। ल है फाइनली मेरो सिट भेटियो। मेरो सिट नम्बर चाहिँ यहाँनिर बस्नु भएको झ्याप्प लाएर झ्याप्प बसियो है। झ्याप्प ठ्याक्क लाउने ठ्याक्कै उहाँ पुगेको छु म। गाडी ठिक छ नयाँ छ। साथीहरु फाइनली अहिले चाहिँ हामी गाडी रोकिरहेको छ यहाँ खाजा खाने ठाउँमा। यस्तो छ है बाहिरको दृश्य चाहिँ। खाजा खाने ठाउँमा गाडी रोकिरहेको छ। अब खाजा खाएर फेरि गाडी राख्नुपर्छ। यो चाहिँ धादिङ आइपुग्यो है। धादिङ गाडीहरू हिँडिरहेको छ। साथीहरु गाडीमा फेरि चढ्यो। पैसा कति लुटिएछ र गोलीबाट झिकेको देखेको देखेको होइन झिकेको मान्छेलाई मैले देखेको के भन्छ है नाले के भन्छ के भन्छ गाडी किन रोकेको भाइ के भनेको तैँले के भनेको गाडी किन रोकेको मेरो खुसी मेरो मर्जी तँलाई मैले जुवा खेल्नु लगाएको होइन यस्तो कुरा किन गर्छौ मेरो पैसा धनको मेरो खुसी मेरो गाडी मेरो खुसी
गाडी रोकेको मलाई त्यो है फाइनल्ली खाना नि खाइयो यो रामनगर भन्ने ठाउँमा चितवन भन्ने ठाउँमा आएर चाहिँ गाडी एकछिन रोकेर ठक्क खाना खाइयो फाइनल्ली खाना खाइसक्यो कुन ठाउँ हो चितवन चितवन कहिले रामनगर हो क्या ल है साथीहरू फाइनल्ली म चाहिँ अहिले रामपुर बजार आइसकेको छु 16 घन्टाको गाडीको हिँडाइपछि रामपुर बजार आइपुगेको छु यस्तो छ है ल तपाईलाई नेक्स्ट भिडियोमा देखाउनु छु है यहाँको बजारको परिवेशहरू वातावरणहरू चाहिँ अहिलेलाई चाहिँ बाई बाई भन्न चाहन्छु हिजोदेखि निन्द्रा पनि पुगेको छैन भोक पनि लाग्यो अब होटलमा गएर केही खानु पर्ला है त ल